ग्राम महादेव 80 ग्राम महादेव। आहा लौ यति भव्य चाहिँ यहाँ चाहिँ मन्दिर छ। ल हेर्नुहोस् त साँच्चीकै कति भव्य छ। र यतापट्टि चाहिँ अहिले सूर्य नारायण पनि बिस्तारै अस्ताउँदै हुनुहुन्छ। साध्यै सुन्दर भूमिमा छौँ। ल सर यहाँको विषयमा थोरै वर्णन गरिदिनु हजुर। यहाँ चाहिँ अब विशेष गरी यो महादेवहरूको शक्तिपीठ छ। अनि महादेवको यता ज्योतिर्लिङ्ग जाउँ सर भएको ठाउँ यताबाट हजुर यताबाट हजुर 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 ओम नमः शिवाय शिवाय। ठिक छ ठिक छ ठिक छ हो ओके दर्शन मिल्यो हजुर हो नि हन्डीहरू सुल्टा राखिदिउँ न कान्छ हजुर त पुरानो चाहिँ है साह्रै पुरानो देखियो ए 100 वर्षको इतिहास एकदमै यो 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 त साथै पुरानो हो नि साउन्डै फरक छ हजुर। ओम नमः शिवाय ओम नमः हर हर महादेव हर हर ल हेर्नुहोस् हाम्रो पछाडिपट्टि लाइनमा यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ यस्तो प्रकारले चाहिँ राखिएको छ। साँच्चीकै एउटा यही ठाउँमा चाहिँ देवभूमि हजुर हजुर ज्योतिर्लिङ्ग भयो गात भन्ने चलन छ ए हजुर यहाँ चाहिँ हजुर सबै मान्छे जान एलाउड छैन यहाँभित्र क्षेत्रमा हजुर यो क्षेत्रमा विशेष गरी पुजारीहरू हजुर धामीहरू हजुर मात्रै हजुर प्रवेशको परम्परा रहेको छ हजुर हजुर। को विशेष गरी मूल पुजारीबाट हजुर हामीले टिका लिई त्यसपछि हजुर अन्य सबैलाई टिका लगाउने चलन रहेको छ। ए हस् हजुर हेलो सर धन्यवाद। हस् थ्याङ्क यू।